तपाईले रोजे जस्तो खोजे जस्तो जग्गा बनेपा नगरपालिका वार्ड नम्बर 13 भैँसेपाटी पुलबाट करिब 500 मिटर थापा गाउँ हुँदै नेपाल प्रहरी स्कुलको उत्तरतर्फ आयो। नमस्ते घर जग्गा नेपाल.com को वेबसाइटमा आज तपाईलाई बनेपाको भैँसेपाटीमा लिएर आएको छौँ। साङ्गा भन्ज्याङबाट करिबन 2 किलोमिटर पूर्व आएपछि भैँसेपाटी चोक आइपुगिन्छ। यो साङ्गा भन्ज्याङबाट आएको बाटो हो। यसबाट हामीहरू सिधा दाहिनेपट्टि मोड्यौँ। हेर्नुहोस् त सिधा अगाडि तपाईँ पनि आउनुहोस्। हाइवेबाटै शुभश्री प्यालेस देखिन्छ। शुभश्री प्यालेसलाई सिधै दाहिनेपट्टि छोडेर हामी यो खोलाको कोरिडोरको बाटो अगाडि 500 मिटर गएपछि बिक्रीको जग्गामा पुग्नेछौँ। हाइवेको ठिक उत्तरपट्टि यिनै मठ मन्दिरहरूलाई देब्रेपट्टि पार्दै हामीहरू अगाडि बढ्यौँ। हेर्नुहोस् त कति रमाइलो ठाउँ छ। भैँसेपाटी चोकबाट हामी करिबन 500 मिटर उत्तर आएपछि जग्गामा आइपुग्यौँ। बाटो यही हो। ल हेर्नुहोस् त कति राम्रो छ। यो ग्राभलिङ भएको बाटो हो। यो 20 फिटको छ। 20 फिटको बाटो करिबन 30 मिटर जति गएपछि बिक्रीको जग्गामा पुग्नेछौँ। तपाईँलाई जमिनभन्दा टाढाबाट म देखाइरहेको छु। तपाईँ जमिन हेर्दै हुनुहुन्छ। ल हेर्नुहोस् कति राम्रो जमिन छ। हामी जमिनमा आइपुगेका छौँ। जमिनको ठिक पश्चिमपट्टिको यो भाग हो। यहाँ पनि घर बनिसकेका छन्। घर बनाउन इँटा थुपारिसकेको छ। जग्गाको ठिक उत्तरबाट दक्षिणपट्टिको भाग तपाईँ हेर्दै हुनुहुन्छ। 4 रोपनीदेखि माथि 8 रोपनीसम्म जमिन यहाँ पाउनुहुनेछ। जमिनको ठिक पूर्वबाट म उत्तर हुँदै पश्चिमतिर घुमिरहेको छु। तपाईँ हेर्दै हुनुहुन्छ। हेर्नुहोस् त कति राम्रो जमिन छ। बस्ती बसिसकेको छ। अब फेरि पनि बस्ती थप्ने काम तपाईँको हो। यति राम्रो जमिन त देखाउनु भयो। ठाउँ चाहिँ कहाँ हो नि भन्नुहोला। यो बनेपाको साङ्गा प्रहरी स्कुलको ठिक पूर्व उत्तरपट्टि हो। हेर्नुहोस् त कति राम्रो ठाउँ छ। स्वच्छ हावापानी भएको स्कुल कलेज हाइवे रोड नजिकै भएको आकर्षक जमिन। अब यो जमिन तपाईँको हो। छिटोभन्दा छिटो सम्पर्क गर्नुहोस्। जमिनको ठिक पूर्वपट्टिको भाग तपाईँलाई देखाइरहेको छु। हेर्नुहोस् त बस्ती बाक्लै बसिसकेको छ। सबैभन्दा राम्रो जमिन त यही हो। तपाईँ सिधै आएर हेर्न सक्नुहुन्छ। यति राम्रो जमिन छ। दाम कति हो नि भन्नुहोला। तपाईँले सोचे भन्दा सस्तो छ। किन यति सस्तो भन्नुहोला। समयले सस्तो बनाएको छ। त्यसैले यो जमिन सस्तो छ। स्कुल कलेज उद्योगको लागि अति उपयुक्त जमिन आज तपाईँले पाउनु भएको छ। ल हेर्नुहोस् त कति राम्रो जमिन छ। स्टेप स्टेप छ। तपाईँले खोजेको जमिन पक्कै पनि यस्तै हो। कसैलाई कमिसन दिनु नपर्ने सिधा जग्गा धनीसँग सम्पर्क गरे पुग्ने सम्पर्क नम्बर तल छ। सिधा नोट गर्नुहोस्। सम्पर्क गर्नुहोस्। जमिन आफ्नो बनाउनुहोस्। जुनसुकै प्रयोजनको लागि पनि राम्रो व्यवस्था गर्नुहोस्। सस्तो पनि राम्रो पनि यो दुईटै कुरो मिलेको जमिन पाउन गाह्रो हुन्थ्यो। तर आज समयले तपाईँलाई जुराएको छ। याद गर्नुहोस् बनेपा नगरपालिका वार्ड नम्बर 13 थापा गाउँ नेपाल प्रहरी स्कुलको ठिक उत्तर पूर्वपट्टि पर्दछ। मैले जमिनको चारैतिरबाट तपाईँलाई फोटो र भिडियो देखाएँ। तपाईँले हेर्नुभयो। चित्त बुझाउनुहोस्। हस् त अहिलेसम्म हाम्रो फोटो भिडियो हेरिदिएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। नमस्ते।